शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गरिसके पश्चात भारतका वाराणसी सारनाथ डियर पार्क भन्ने ठाउँमा पञ्चवर्गीय भिक्षुलाई 4 आर्य सत्यको बारेमा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभएको थियो। 4 आर्य सत्य यस प्रकार छ: फाक्पे देम्बा सी, धुङ्गेल देम्बा, कुञ्जो देम्बा, घोपे देम्बा, लम्गी देम्बा। 4 आर्य सत्य: दुःख सत्य, समुदाय सत्य, निरोध सत्य, मार्ग सत्य। दुःख सत्य: दुःख सत्य हो र मानव जीवनमा अपरिहार्य छ। समुदाय सत्य: दुःखका मूल कारणहरू छन्। निरोध सत्य: दुःखबाट मुक्त हुन सकिन्छ। मार्ग सत्य: आर्य अष्टाङ्गिक मार्ग मुक्तिको मार्ग हो। फाक्पे लम यानला गेबा, याङ दक्पे तवा, याङ दक्पे तोबा, याङ दक्पे नाक, याङ दक्पे लेगिथा, याङ दक्पे छोवा, याङ दक्पे चोलवा, याङ दक्पे ढेबा, याङ दक्पे तिङिजिन। आर्य अष्टाङ्गिक मार्ग सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाक्क, सम्यक क्रमान्त, सम्यक अजीव, सम्यक वयम, सम्यक स्मृति र सम्यक समाधि।